बादलले जित्नु र यहाँ हामीले जित्नु एउटै हो। ल ल ल ओ गाइज नमस्ते गुड मर्निङ होइन आज चाहिँ हाम्रो कलेजमा हाप्यो खाइ छ त्यही भएर आज पुरा है ल खै एकछिन देखा ल कस्तो ह्यान्डसम भएर तलदेखि माथिसम्म अनि त्यहाँ प्रोग्राममा चाहिँ के हुन्छ डान्स एक्टिङदेखि लिएर सबै हुन्छ सिलपारामा होइन अनि के हुन्छ तर यहाँ 3 बजीसम्म यहाँ भोक लाग्ने हो क्या बिचमा 1 घन्टा के के खानु पर्ला कति बजी हो के 12 घन्टा आधा घन्टा हुन्छ आधा घन्टा हुन्छ पहिला पनि थाहा छ याद छैन ल अब स्टेसनबाट अनि अब यहाँ स्टेसनबाट निस्केर अब उता जान लाग्यो के भयो यहाँ जहिले पनि यस्तो टाइम मात्र यो रेड लाइट भएर आउँछ दिमाग खराब हुन्छ क्या यो अस्ति खाएको थिएन यही वाला खानु ला त्यो सस्तो हुन्छ गाइस यो मेरो सबभन्दा फेभरेट वाला मैले प्रायः जस्तो यही मात्र खान्छु क्या ल है गाइस ओहायो गोजाइमास कहाँ हो सेन्चु निगुमी भन्दैछ त र यहाँ अब प्रोग्रामको लागि त बसिसकेका छौँ कुन हो सिट ल हाम्रो चाहिँ है सिम्पो कपुसाई घाट गइन् 2026 क्राफ्टी हाप्यो खायो भनेको यो चाहिँ अलिक ड्रामा जस्तै हो अब हाम्रो चाहिँ मेन क्यारेक्टर चाहिँ यता छ के अरे ओतो इमेसामा अब आउँछ कस्तो कस्तो छ आजको तयारी अनि के हो दिस इज द फर्स्ट पर्फर्मेन्स एआरटी क्लास के अरे अब यहाँ सुरु भइरहेको छ प्रोग्राम अब कस्तो गर्छ कस्तो भइरहेको त हेर 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 सक्यो ढाँचेर मोबाइल निकाल्यो सक्यो बहिनी राम्रोसँग गरिदिए ल हेमन्त एउटा के छ गाला अलि रातो भएन सुषमा जस्तै देख्यौ तिमी अब हाम्रो चाहिँ सबै माछा तयारी भइसकेको सबैको अब यो सकेर अनि यता छ अर्को यो टिमको अनि त्यसपछि हाम्रो पाला आउँछ हाम्रो यहाँ ओतो इमेसामा पनि यहाँ तयार भइसकेको छ ह्यान्डसम भएर सबै पछाडि केटाहरू सबै तयार भइसकेका छन् अब एकछिन
फाइनली गाइज होइन हाम्रो सक्यो अब चाहिँ नबोला हाप्यो सक्यो अब चाहिँ रिजल्टको वेटिङमा छु अब यहाँ जजहरूले तिमी हाम्रो क्लासको होइन हौ तिमी जाऊ बहिनी हालिदिन्छु मेरो फेरि तत्तेरोニノちゃんさん、はい。I love you ですね。それじゃねやっぱりダンスとかパフォーマンスの仕事した方がいいんじゃないかな。ほら、日本でまだ少ないけど、インドとかネパールのダンスだんだん見る人増えてきてるから、ダンススクールとかも多いし、あなたプロだからできると思う。でも身長私もやりたいけどもちろん今すぐはできないけど専門学校出て仕事見つけて仕事しながら少しずつ広げていくでもビザがちょっと危ないじゃないだからもちろんいきなりは無理専門卒業してすぐは無理だから何か会社できればそのアートとかダンスとかビジュアル関係に仕事ついてそれをしながら少しずつお金貯めて自分のクラスやってください。ありがとうございます。そしたら私が入ってに A4 クラス加算人यो चाहिँ दिउँसोको क्लासको सेकेन्ड टिम है ल बधाई त हरेस नखाऊ हामी जित्छु डोन्ट वरी मैले भिडियो तोरे A5 クラスके छ अवस्था जित्ला म जान्छु गाइस के छ जित्ला जस्तो अवस्था चाहिँ के त गाइड त भन नाल बन्दैछ ल आज झापामा बालेनले जित्नु र यहाँ हामीले जित्नु एउटै हो ल ल यो दिउँसोको क्लास छ है हो गाह्रो छ गाह्रो सर्ट भयो भने अब सेकेन्ड त हुनु पर्यो गाइज हामी नम्बर सेकेन्ड हामीले चाहिँ 833 नम्बर लिएर सेकेन्ड भएका छौँ फर्स्ट हुने भनेको ठिक छ 10 नम्बर थिएन अब सोचियोमा अब रमाइलो गर्नुपर्छ है त गाइज ल रमाइलो भयो फर्स्ट भ्लग हो फर्स्ट भ्लग गरेँ त्यहाँको युट्युब च्यानल खोलेको धेरै बाहाइला अनि त्यहाँले आज युट्युब च्यानल खोलेको धेरै भयो हो तर भिडियो चाहिँ हाल्नु बाहाइला थिएँ अब यो चाहिँ अब यस्तो यस्तो तरफ भिडियो के गरेर हाल्नु पऱ्यो म कस्तो देखेछु भन्दा तपाईँले सुरु नै हेर्नु हुनुहुन्छ भोटकेमा घन्टीमा